अहिले हामी कुबिन्डे भन्ज्याङमा छौँ। हामी चाहिँ उल्लेरी गाउँतर्फको मार्किङ बोर्ड लेख्नको लागि आएका हौँ। भन्ज्याङको मार्किङ बोर्ड लेखेर सकेपछि अब हामी माथि चौतारीनिरको मार्किङ बोर्ड लेख्न जाँदैछौँ। मनी डाँडा अवस्थित रहेको बोर्डको अवस्थाहरू खाली छ, अब लेख्ने हो। मनी डाँडा भनेर जिल्ला र मान्छेलाई आज आऊ भोलि आऊ भोलि आऊ। नेक्स्ट मिसन अब हाम्रो मिसन यहाँबाट सुरु हुन्छ। मार्किङको काम सकियो। गुरुङ सोल्टीले कला देखाउँदै हुनुहुन्छ आफ्नो। यता तल बाटोको काम पनि भइरहेछ। यहाँनिरको काम पनि सकियो। अब हामी उल्लेरीतर्फ जानुपर्नेछ। तपाईहरूलाई उल्लेरी गाउँमा स्वागत गर्दछौँ। टोड्के उल्लेरी कालाबान यो चाहिँ उल्लेरीको होमस्टे रहेछ। ल अर्ग्यानिक ठाउँमा आएर अर्ग्यानिक खाना साथमा खाइदिने हिजो हेरेर खाने। एकैचोटि ढोक्दै गरेर चाहिँ अनि हिजो त हामी फेरि उनीहरू सँगै थियौँ कि हिजो अस्ति गाउँबारी उवा हो ए उवा उवा हजुर कस्तो राम्रो घर काँक्राको लागि हो के हो यो हो र पनि यहाँ काँक्रा चाहिँ यस्तो ओहो त्योहरू पो थाक्रै थाक्रा छ जताततै। अब यो गोबी छ नि एउटाले 1.5 लाखको गोबी बेचिसक्यो। हरियो सागहरू यहीँ आउँछ कि गाडीहरू अब होमस्टे रहेछ है यिनीहरू। कति लामो घर हो यो मेरो घर हो। तपाईँ घर हो यो? यो पहिले बाथरुम ओहो यस्तो व्यवस्थित रहेछ त सबै। यो फिल्म यहीँ सुटिङ गराएको मैले। ए यो फिल्म के यो मार्गली हुने फिल्म मार्कली हुने फिल्म यहीँ सुटिङ भएको? सुटिङ गरेँ। यो गाउँमा सुटिङ गरेँ, यो गाउँमा सकियो। हजुर पुरा फुल लिएको मेरो 80 साथीहरू थियो 1 मा सुटिङ भएको रहेछ। पुरै फ्री राखिदिएको बाबु मैले। मार्कली फिल्म सुटिङ भएको घर। ओहो कति राम्रो रहेछ होइन यस्तो ठाउँमा। एउटा बाँझो गरेर भेट्दैन बाबु हेर्दैन त तपाईँ पश्चिमतिर हेर्नु अलि यही हो यही रहेछ समाज। यो टिनमा हो फुटबल गाउँ चाहिँ त्यो हो भाइ। हामी चाहिँ अहिले उल्लेरी गाउँको उल्लेरी आमा समूह भवनमा कामको लागि आइरहेका छौँ। हाम्रो काम चाहिँ आमा समूह भवनमा यो बोर्डमा आमा समूहको नाउँ लेख्नुपर्ने छ। गुरुङ सोल्टीले काम गर्दैछन्। गाउँ छ, संरचनाहरू छ, तर गाउँमा युवा शक्ति छैन।
त्यस्तो सदुपयोग गर्ने मान्छेहरू छ कि छैन। मार्किङको काम सकियो, अब लेख्ने काम मात्र बाँकी छ।